बेहोस भएर हस्पिटल पुगेकी भुन्टीलाई हस्पिटलले डिस्चार्ज दिनासाथ सिधै चौकी लगेर गए भूपेन्द्रले। आखिर किन यतिसम्म निर्दयी र पापी बने भूपेन्द्र? आफ्नो भाइ र बहिनीले फसाउन खोज्दैछन् भन्ने कुरा यथार्थ थाहा पाउँदै भूपेन्द्रले किन यतिसम्म बेवकुफी गरे र उता गुण्डाहरू निरन्तर भूपेन्द्रलाई सिध्याउन लागि परिरहेका छन्। तर त्यसमा भुन्टीलाई मोहरा बनाएर अघि बढ्न खोज्दै गर्नेहरूले पनि भुन्टीलाई नै दोषी ठहर्याउनको लागि जेलमा बसेको केटालाई सम्म पनि भुन्टीको खिलाफ बोल्न लगाए र सबैको नजरमा भुन्टी गलत देखिए पनि वास्तवमा भुन्टीले गलत भने केही गरेकै छैन। तर पनि उसले आफूले गर्दै नगरेको गल्तीको सजाय भोग्नु परेपछि भुन्टीलाई अहिले धेरै ठुला पीडा र तनावहरू पनि भइरहेको छ। एकातिर आमा हस्पिटलमा, अर्कोतिर आफू जेल चलान हुँदैछिन् भुन्टी र अब त्यो सारा कुरा थाहा पाइसकेपछि सुकुमाया भने त्यत्तिकै बस्छिन् होला जस्तो मलाई लाग्दैन। अब सुकुमाया आउनु नै पर्छ भन्ने मलाई लाग्छ र सुकुमायाले अब सबैको पर्दाफास र काला करतुतहरू बाहिर निकाल्दै भुन्टी निर्दोष साबित गराउने पक्कै पनि प्रयास गर्ने नै छिन् र वास्तवमै भुन्टी निर्दोष पनि हुन् भन्ने कुरा हामी सबैलाई थाहा छ। न भुन्टीले कसैलाई केही भनेकी छिन्, न कसैलाई केही नै गरेकी छिन्। तर भुन्टीमाथि यसरी विभिन्न आरोप प्रत्यारोप लगाउँदै भुन्टीलाई दोषी बनाउँदै यिनीहरूले भुन्टीलाई सिद्ध्याएर आफ्नो घरमा भूपेन्द्रलाई अर्को भाउजू ल्याइदिने प्लान बनाउँदैछन्। कतै अब भूपेन्द्रले आफ्नो श्रीमतीलाई जेल हालेर अरू केटीसँग कुरा गर्ने र पुनः अर्को केटी बिहे गरेर ल्याउने त होइनन्, त्यो भने थाहा छैन। तर पनि यिनीहरूको नतिजा हेर्दा त्यस्तै देखिन्छ र बालकुमारी अझ भुन्टी जेल जाने कुराले खुसी छिन् र ससुरा भने निराश छन्। वास्तवमा भुन्टीले यसो गर्न सक्दिनन् भन्ने कुरा ससुरालाई हुने लागिरहेको छ। तर यता भूमिका र भीम भने लागि परेर भुन्टीकै कारणले यो सब भइरहेको छ। भुन्टीले पैसा दिएर मलाई बलात्कार गर्न लगाएको सम्म भन्न भइरहेको छिन्। आफूले गरेको गल्तीको सजाय आफै पाएपछि त कमसेकम सुध्रिनु पर्ने ठाउँमा भुन्टीले नै त्यो केटालाई जेलसम्म पुर्याएको कुराहरू सम्झिनु पर्ने ठाउँमा उल्टै भुन्टीलाई नै आरोप लगाए।